नमस्ते। ग्रासरूट तथा सम्मान कार्यक्रमका प्रमुख अतिथि श्री विप्लव गौतमज्यू, प्रशिक्षकज्यूहरू, पत्रकारज्यूहरू, उपस्थित खेलाडी भाइ बहिनी तथा अभिभावकज्यूहरू, हामीले गत वर्षदेखि यो बिरबल फुटबल एकाडेमी मार्फत ग्रासरूट फुटबल प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेका छौँ। यसलाई हामीले फेरि पनि वर्षभरि नै निरन्तरता दिँदैछौँ। बालबालिकाहरूको राम्रो उपस्थितिले हामीलाई ऊर्जा दिएको छ। विशेष गरी हाम्रो यस कार्यक्रमका प्रमुख अतिथिका रूपमा पाल्नुभएका श्री विप्लव गौतम ज्यूबाट यस ग्रासरूट फुटबल प्रशिक्षण कार्यक्रमलाई उद्घाटन गर्ने अवसर पाउँदा अझै हामी खुसी छौँ। विप्लव गौतम ज्यूलाई हार्दिक धन्यवाद दिँदै आभार प्रकट गर्दछौँ। सम्पूर्ण प्रशिक्षक ज्यूहरूलाई पनि धन्यवाद दिँदै सम्पूर्ण उपस्थित महानुभावहरूलाई हार्दिक स्वागत गर्दै आफ्नो दुई शब्द यहीँ टुङ्गाउँदछु। धन्यवाद। विप्लव सर एउटा फुटबल स्कुल र एकाडेमी बनाउँछु भनेर भन्नुभएको थियो होइन। सो त्यो चाहिँ उहाँले बोल्नु मात्र भएन होइन, त्यो काम गर्नुभयो, देखाउनु भयो होइन। एकदम खुसी लाग्यो। अनि त्यसमा पनि हामीले जति योगदान गर्न सकेका थियौँ होइन, त्यो गरेकोमा चाहिँ एकदम खुसी लाग्यो होइन। अनि अब म चाहिँ यो हाम्रो आज ट्रेनिङ गर्ने भाइ बहिनीहरूलाई चाहिँ खालि राम्रोसित ट्रेन गर होइन। फुटबल भने एउटा रमाइलोको लागि खेल्ने हो होइन। सबभन्दा महत्त्वपूर्ण कुरा त्यो हो। अनि त्यसपछि होइन राम्रोसित ट्रेनिङ गरेपछि होइन अरू कुरा पनि हुनसक्छ होइन। तर मुख्य कुरा चाहिँ होइन त्यो ह्याभ फन होइन, राम्रोसित ट्रेनिङ गर होइन। मुख्य कुरा के म भाइ बहिनीहरूलाई के भन्छु भने होइन, फुटबल खेल्दा चाहिँ होइन ह्याभ फन होइन, रमाइलो गर, अरू कुराहरू चाहिँ भयो भने भयो होइन। त्यो चाहिँ त्यो हुन पनि सक्छ, नहुन पनि सक्छ होइन। तर मेन कुरा चाहिँ होइन त्यो रमाइलो गर्नुपर्छ अनि राम्रोसित सिरियस लिएर ट्रेनिङ गर, त्यही हो। र अब पछि गएर पनि म अब यहाँ आइराख्न कोसिस गर्छु होइन। अनि यसको प्रगति चाहिँ हेर्न खोज्छु। उहाँलाई जहिले पनि हामीले धेरै सहयोग पायौँ। सायद मलाई लाग्दछ अहिले मेरो जुन एन्फाको जुन केन्द्र सदस्यसम्मको यात्रा छ र हजारौँ बच्चाहरूलाई जुन मैले फुटबल खेलाएँ। निरु थापा जस्ता नेपाली राष्ट्रिय टिमका क्याप्टेन पनि उत्पादन गऱ्यौँ हामीले। राष्ट्रिय टिमकै कृष्णा खत्रीदेखि लिएर पूजा राणा अनि निर्मला उपाध्याय जुन उमेर समूहको खेलाडी हुनुहुन्छ, उहाँहरूलाई पनि हामीले गाउँबाट जुन गाउँमा खोजी अभियान थालेका थियौँ, त्यसमा आदरणीय विप्लव सरको धेरै ठुलो भूमिका र योगदान छ। उहाँ कहिले पनि अघि नै हाम्रो महासचिवले भन्नुभयो, कहिले पनि देखिनु भएन, कहिले पनि सो गर्ने चाहिँ एउटा आदत भएन उहाँको। जे कुरा पनि सहयोग गर्ने। मेरो आफ्नै हातले चाहिँ उहाँले दिनुभएको हजारौँवटा फुटबल चाहिँ मैले जिल्लामा ठाउँमा चाहिँ पठाएँ। तर उहाँले चाहिँ कहिले पनि होइन दिएको चाहिँ मेरो नाम चाहिँ नगर्नुहोस् भन्नुभयो। त्यो किसिमको एउटा थियो। तैपनि हामीले जुन मैले अहिले त केही प्राविधिक कारणले बिरबल फुटबल एकाडेमी भनेर पछि हामीले गऱ्यौँ। ओसोनिक क्लब जुन बाँकेको ए डिभिजन क्लब छ, त्यो क्लब मार्फत हामीले वर्षौँसम्म मलाई लाग्छ 2-2.5 हजार बच्चाहरूलाई हामीले गाउँमा गएर फुटबल खेलायौँ। त्यसैको यो अनुभव स्वरूप उहाँले जुन सहयोग गर्नुभएको छ त्यसको लागि म कृतज्ञ पनि छु। र जहिले पनि उहाँलाई चाहिँ ल्याएर उद्घाटन गराऊँ भन्यो, कहिले पनि मौका नमिल्ने। तर योपालि उहाँको छोरीको कारणले छोरीलाई पनि म धन्यवाद दिन चाहन्छु। उहाँले पनि एउटा उपस्थिति जनाउनु भएको छ यसमा। यस्तो गर्मी छ, गर्मीमा चाहिँ आउनुभयो, उहाँलाई पनि म धन्यवाद दिन चाहन्छु। उहाँको कारणले हामीले चाहिँ एउटा मौका जुर्यो भाग्यले। उहाँको मार्फत मैले यो ग्रासरुट फुटबललाई उहाँले पनि भन्नुभयो 10 वर्ष अगाडि 12 वर्ष अगाडि उहाँलाई हामीले यहाँ ल्याएको थियौँ ग्राउन्डमा। फुटबल एकाडेमी म गर्छु अनि स्कुल पनि खोल्छु भने चाहिँ ठ्याक्कै उहाँले याद गर्नुभएको छ। अनि मैले स्कुल खोलिसकेको छु। अब उहाँले भने जस्तो सम्पूर्ण बालबालिकाहरू जुन उपस्थित हुनुहुन्छ तपाईँहरूलाई धेरै धेरै धन्यवाद छ। यस्तो गर्मीमा आउनुभएको छ। हेलो बाबु, ठिक छ ल?
अनि हरेक शनिबार र आइतबार बिदाको दिन हामीले सरलाई मैले जानकारी हरेक शनिबार र चाहिँ आइतबार बिदाको दिन एभ्री मर्निङमा हामी चाहिँ यहाँ ट्रेनिङ गराउँछौँ। यो मैले भाडामा लिएर चाहिँ 10 वर्षको सम्झौता गरेको छु र अरू दिन पनि बिदा भयो भने हामी यहाँ आउँछौँ र खेल्छौँ। तर अरू दिन जुन छ बच्चाहरूले चाहिँ आफै खेल्न उत्सुक हुनुहुन्छ। 15वटा विद्यालयको बच्चाहरू यहाँ हुनुहुन्छ, आधा त गइसक्नु भएको रहेछ गर्मी भएर। 15वटा विद्यालयको हुनुहुन्छ र कम्तीमा पनि 15 ठाउँमा चाहिँ ट्रेनिङ हुन्छ। त्यहाँ के खेतमा पनि ट्रेनिङ गर्नुहुन्छ, हामीहरू खेतमै जान्छौँ र फुटबल दिन्छौँ। उहाँहरू अरू दिन त्यही ठाउँमा खेल्नुहुन्छ आफ्नो सम्बन्धित ठाउँमा। र बिदाको दिन शनिबार र आइतबार हामी एकीकृत गरेर उहाँहरूलाई सबैलाई जम्मा गरेर यहाँ कोचहरू म आदरणीय सानो दाई जसले धेरै 15-20 वर्ष अगाडिदेखि सानो दाई, रविन्द्र श्रेष्ठ, सबैजनाले, युवराज शाही होइन, अब अहिले नयाँ स्मित तामाङहरू आउनु भएको छ, भोजबहादुर शाही, उहाँहरूले चाहिँ धेरै सहयोग गर्नुभएको छ यो बच्चाहरूलाई चाहिँ मोटिभेसन गर्नलाई। तपाईँहरूलाई हामीले प्रशिक्षण दिने हो, रमाइलोको लागि खेल्नुहोस्। पछि त तपाईँहरूले मेहनत गऱ्यो भने तपाईँ राम्रो रूपमा राष्ट्रिय रूपमा अथवा अन्तर्राष्ट्रिय रूपमा सक्नु होला। तर तपाईँहरूको मेहनतमा भर पर्छ। तपाईँहरूलाई कम्तीमा पनि घरमा बसेर मोबाइल चलाउनु भन्दा अरू कुराहरू गर्नुभन्दा फुर्सदको समयमा 2 घन्टा तपाईँहरू आएर यहाँनिर ट्रेनिङ गर्नुभयो भने तपाईँहरूको स्वास्थ्य पनि राम्रो हुन्छ र तपाईँहरूको बानी व्यवहारमा पनि अलिकति केही परिवर्तन हुन्छ। पहिला चाहिँ मलाई एकदम खुसी लाग्यो होइन यहाँ फेरि आउन होइन। भाइ बहिनीहरूलाई त बोर भएको छैन किन हिजो मेरो भाषण सुन्यो, अब आज फेरि मैले बोलेर सुन्नु पऱ्यो होइन, बोर हुन्छ कि भनेर। किन मेरो तिनवटा बच्चा हुन्छ होइन। ड्याडीले चाहिँ अलिकति बोल्न थालेपछि उनीहरूलाई बोर भइहाल्छ होइन, सिधै ग्यासतिर लाग्छ। सो म फुटबलमा चाहिँ कसरी लागेँ, म सानोदेखि नै फुटबल फ्यान होइन, टिभीमा जहिले पनि हेर्थेँ फुटबल। अनि त्यसपछि म कलेज जाँदा होइन 12 क्लास पास गरेर, अमेरिकामा चाहिँ कलेजलाई 12 क्लास पछि मानिन्छ होइन। मलाई त्यति बेला चाहिँ यो वेबसाइटहरू देख्न थाल्यो होइन, यो स्पोर्ट्स वेबसाइटहरू। अनि त्यसपछि मलाई पनि एउटा वेबसाइट बनाउनु मन लाग्यो। अनि त्यसपछि अब के कुरामा चाहिँ कुन विषयमा चाहिँ होइन वेबसाइट बनाऊँ भनेर सोच्दा चाहिँ म एकदम फुटबल प्रेमी हो होइन। त्यसबाट म एउटा फुटबल वेबसाइट बनाउँछु भनेर सोच आयो। अनि त्यसपछि अब फुटबल वेबसाइटहरू त हजारौँ थियो त्यति बेला। त्यति बेला चाहिँ नेपाली फुटबलको वेबसाइट चाहिँ थिएन र चाहिँ मैले चाहिँ त्यो 1997मा चाहिँ सुरु गरेँ। सो अब 29 इयर्स अगो होइन 29 वर्ष अगाडि चाहिँ मैले त्यो सुरु गरेँ। अनि अस्ति हाम्रो सीताराम सर हुनुहुन्छ नि, उहाँले चाहिँ त्यो कहाँ एउटा त्रिभुवन युनिभर्सिटी के को डकुमेन्टमा चाहिँ होइन त्यो सकरेजभन्दा अगाडि नेपाल फुटबल होम पेज भन्ने आएको थियो होइन, सकरेज चाहिँ सेकेन्ड। अनि उहाँले चाहिँ यो त्रिभुवन युनिभर्सिटीको एउटा चाहिँ त्यो पेपरमा चाहिँ जस्तो मलाई नै क्रेडिट दिनुहुन्छ, नेपालको पहिलो स्पोर्ट्स वेबसाइट चाहिँ हाम्रो विप्लव गौतम जीले चाहिँ सुरु गर्नुभयो होइन। अहिले त्यो अब मलाई नि मान्यता दिएको छ। हुन्छ, मैले चाहिँ मेरो छोराबाट धेरै सिकिरहेको छु होइन। मलाई चाहिँ मैले अस्ति अघि म्याडमलाई, प्रिन्सिपल म्याडमलाई भनेको थिएँ, मलाई चाहिँ फुटबलको बारे मलाई धेरै थाहा छ भनेर मैले सोच्थेँ होइन। किन म एफसीमा काम गरेँ, फिफा मास्टर गरेँ होइन, धेरै अनुभव छ। तर मेरो छोरा चाहिँ 5 वर्ष अगाडि चाहिँ फुटबल खेल्न थाल्यो। अनि त्यसपछि होइन उसको फुटबल यात्रा होइन, उसको फुटबल अनुभव देख्न थालेपछि मैले झन् सिक्न थालेँ होइन। अनि अब उसको अनुभव हेर्दा चाहिँ मैले 1-2वटा के कुरा थाहा पाएँ भने एउटा चाहिँ होइन त्यो फुटबलमा चाहिँ एउटा प्यासन र जुन मैले हिजो भनेको थिएँ नि, भाइहरू रमाइलो गर्नुपर्छ, रमाउनुपर्छ होइन। किन कस्तो हो भने त्यो प्यासन र फुटबल चाहिँ फन भएन भने एकदम मेहनत गर्न चाहिँ त्यो जोस चाहिँ आउँदैन होइन। सो सुरुमा चाहिँ एकदम फन हुनुपर्छ। किन मैले मेरो छोरा होइन कि मेरो छोरालाई एकदम फन लाग्छ, प्यासन छ होइन। तर उसको टिममेटहरू
कहिलेकाहीँ अब उनीहरूलाई चाहिँ फुटबलसँग अलिक बोर हुन्छ के हुन्छ अनि फुटबल छोड्छ होइन किनभने त्यो अब उनीहरूलाई चाहिँ त्यो फुटबल भने एउटा अब कि जागिर जस्तो गर्यो कि बाबुआमाले चाहिँ एकदम कर गर्यो होइन उनीहरूको भित्रबाट आउँदैन सो त्यो चाहिँ भित्रबाट चाहिँ त्यो आउनुपर्छ त्यो चाहिँ एक नम्बर अनि त्यसपछि चाहिँ मेहनत चाहिँ गर्नुपर्छ जस्तो मेरो छोराले चाहिँ हप्तामा लगभग 20 घन्टा ट्रेनिङ गर्छ होइन उसको क्लबसँग 7-8 घन्टा ट्रेनिङ हुन्छ ऊ 3 दिन ट्रेनिङ हुन्छ क्लबसँग 1.5 घन्टा अनि हप्ताको एकचोटि गेम हुन्छ अनि अरू 3 दिन उसको ट्रेनिङ नहुँदा चाहिँ ऊ चाहिँ कि एउटा भित्ता गएर त्यहाँ बल हान्छ 1 घन्टा 1.5 घन्टाको लागि हान्छ कि एउटा मैदानमा चाहिँ त्यो कोनहरू राखेर ड्रिब्लिङ ड्रिल अरू सुटिङ ड्रिलहरू गर्छ सो ऊ चाहिँ एकदम मेहनत गर्छ अनि जस्तो अहिले पनि ऊ अहिले काठमाडौँमा छ होइन ऊ नेपालगञ्ज आउन मानेन किनभने उसको ट्रेनिङ छुट्छ भनेर ऊ काठमाडौँमा नै बस्यो सो उसले एकदम सिरियस लिन्छ होइन र एकदम टप पुग्न चाहिँ त्यस्तो डेडिकेसन चाहिँ चाहिन्छ भनेर मैले चाहिँ त्यो एउटा अनुभव चाहिँ देखेँ अनि सबभन्दा इम्पोर्टेन्ट कुरा होइन चाहिँ सुत्नुपर्छ सुत्नुपर्छ एकदम लाइक रेस्ट चाहिँ यो फुटबलमा चाहिँ एकदम एउटा महत्त्वपूर्ण र खेलकुदमा चाहिँ इम्पोर्टेन्ट कुरा हो किनभने त्यो सुत्दा चाहिँ आफ्नो मसल्सहरू आफ्नो माइन्ड चाहिँ रिकभर हुन्छ होइन सो जस्तो अब भाइ बहिनीहरूले चाहिँ लगभग 9-10 घन्टा चाहिँ सुत्नै पर्छ त्यो रिकभर गर्न कि त्यो पिक पर्फर्मेन्स चाहिँ हुँदैन त्यो चाहिँ यो चाहिँ अहिले यो भनौँ लास्ट 2-3 इयर्समा एकदम यो स्पोर्ट्स साइन्समा धेरै सुनिन्छ भनौँ डायट एक्सर्साइजभन्दा सबभन्दा इम्पोर्टेन्ट चाहिँ स्लिप सो रातभरिसम्म ग्याजेट गरेर नबस्छ कुरा त्यो अनुशासनमा बस्नुपर्छ होइन डायट एक्सर्साइज त्यो हुनुपर्छ अब होइन फुटबल खेल्न चाहिँ एकदम फिट हुनु पऱ्यो नि होइन सो जहिले पनि हेल्थी भएर बस्नु पऱ्यो सो जस्तो त्यो मेरो छोरा मात्र होइन कि उसको टिममेटहरूको हातमा कोका कोला कि त्यो एनर्जी ड्रिङ्कहरू कोचरले देख्ने बित्तिकै गराउन थाल्छ होइन के गरे होइन भनेर अनि त्यस्तै चक्लेटमा धेरै सुगरहरू हुन्छ नि अब त्यो खान थाल्यो भने त्यो पिक पर्फर्मेन्स नेपालमा कसरी पिक त्यो होइन टप पर्फर्मेन्स चाहिँ गर्न चाहिँ गाह्रो हुन्छ सो त्यसबाट त्यो खानपिनहरू चाहिँ एकदम महत्त्वपूर्ण हो होइन अनि जस्तो अहिले मेरो छोरा पनि दिनको लगभग 1 घन्टा 2 घन्टा स्ट्रेचिङ र एक्सर्साइज गर्छ किनभने त्यो मसल्सहरू लुज हुनु पऱ्यो फुटबल खेल्न होइन मुटु पनि बलियो हुनु पऱ्यो सो बिहान चाहिँ जहिले पनि लगभग 1-2 घन्टा चाहिँ त्यो एक्सर्साइज गर्छ होइन स्पोर्ट्स जस्तो कुराहरू किन हुनु पऱ्यो भने होइन त्यो देशमा चाहिँ अलिक नेपालीमा भन्न आएन होइन तर त्यो अलिकति त्यो स्वाद दिन्छ नि होइन जस्तो होइन अब खालि पढ्ने काम गर्ने होइन त्यो अरू कुराहरू पनि चाहिन्छ एउटा सोसाइटीमा होइन र फुटबल जस्तो चिजले चाहिँ होइन अनि एउटा हेल्थको लागि पनि राम्रो हो होइन अनि मान्छेहरू पनि होइन एक ठाउँ जान्छ कम्युनिटी भएर गेम हेर्न जान्छ होइन सो यसरी धेरै फाइदा गर्न सक्छ होइन त्यो मलाई कस्तो लाग्छ भने नेपाली फुटबलले चाहिँ होइन अब भनौँ लास्ट 10 इयर्समा होइन 10 वर्षमा चाहिँ धेरै प्रगति भएको छ होइन जस्तो म सम्झिन्छु म पहिला बाङ्के जिल्लामा आउँदा होइन यस्तो केही थिएन होइन अनि अहिले चाहिँ अब होइन यस्तो ट्रेनिङ देखाएको छु र यहाँ मात्र होइन जस्तो म भर्खर दाङबाट आएँ त्यहाँ पनि ट्रेनिङ सेन्टरहरू छ अहिले कैलालीमा पनि ट्रेनिङ सेन्टर्सहरू छ सो नेपाली फुटबलमा चाहिँ एकदम प्रगति भइरहेछ होइन सो अब त्यसपछि अब बिस्तारै होइन हामी चाहिँ त्यो विश्वको अरू देशमा चाहिँ होइन उनीहरूले जे गर्छन् होइन अलिकति क्याचअप हुन्छ कि जस्तो लाग्छ मलाई होइन किनभने 10-15 वर्ष खालि होइन त्यो खेतमा चाहिँ बच्चाहरूले खेल्थ्यो अनि त्यति मात्र थियो त्योभन्दा अरू छैन अनि अहिले आजभोलि टिकटक इन्स्टाग्राममा गयो भने पनि धेरै एकाडेमीको भिडियोहरू देखिन्छ होइन फाला एकाडेमीहरू
सुरु भएको छ होइन त्यसपछि त्यो त खालि खेल्नेमा अनि अरू अरू क्षेत्रमा फुटबलमा कमेन्ट्री छ एनालिटिक्स छ त्यसमा पनि धेरै मान्छेले चाहिँ होइन आफै टिकटकमा चाहिँ कमेन्ट्रीहरू गर्न थालेको छ होइन नेपाली अब स्पोर्ट्स चाहिँ बिस्तारै बिस्तारै होइन माथि जान्छ उसले होइन एउटै कुरा 1000चोटि दोहोऱ्याउँछ नि म पनि त्यही गर्छु होइन मेन कुरा त्यही हो फुटबल चाहिँ रमाइलो हुनुपर्छ होइन ह्याभ फन मेन कुरा त्यो हो जुन दिन फुटबल रमाइलो छैन होइन त्यो दिन चाहिँ भाइहरूलाई चाहिँ त्यो खेल्न मन लाग्दैन होइन सो मेक स्योर यु ह्याभ फन होइन एकदम अनि त्यसपछि चाहिँ हार्डवर्क जस्तो मैले मेरो छोराको बताइदिएँ नि होइन हरेक हप्ता 20 घन्टा ट्रेनिङ गर्छ होइन 3 दिन आफै ट्रेनिङ गर्छ त्यो सबै गरेर पनि अहिले ऊ अझै ए टिम पुगेको छैन उसको क्लबमा ए टिम छ बी टिम छ सी टिम छ ऊ अहिले चाहिँ बी टिम छ सायद अब फिर्ता जाँदा ए टिम पुग्छ होला किनभने उसको मेहनतले गरेर होइन तर एकदम मेहनत गर्नुपर्छ अनि त्यसपछि त्यो गरेपछि र राम्रो प्लेयर बनेपछि अनि त्यसपछि हाम्रो भोजराजजीको चाहिँ काम त्यसपछि आउँछ तपाईँहरूलाई चाहिँ ठुलो क्लबमा पठाउने राष्ट्रिय टिममा पठाउने होइन तर फन र हार्डवर्क चाहिँ भाइ बहिनीबाट सुरु हुनु पर्यो त्यही धैर्य गर्नुपर्छ मेहनत गर्नुपर्छ सरले अघि भनिसक्नुभयो सरको पदमार्गलाई पछ्याउँदै 1000भन्दा बढी बालबालिकाहरूलाई हामीले गाउँ गाउँमा गएर एउटा अभियान चलायौँ त्यो अभियानमा आदरणीय विप्लव सरको ठुलो योगदान छ हामीसँग फुटबल हुन्थेन 2-4वटा फुटबल हुन्थेन 100वटा फुटबल पनि हामीले मैले आफूले प्राप्त गरेँ त्यही फुटबललाई युटिलाइज गरेर हामीहरू बाँकेको गाउँ गाउँमा गयौँ हामी पुरै पालिका थिएन त्यतिखेर गाउँ थियो त्यसमा चाहिँ जाँदाखेरि निरु थापा मात्र होइन निरु थापा त क्याप्टेन बनेर आउनुभयो कृष्णा खत्री पनि नेसनल टिमबाट पर्नुभयो निर्मला उपाध्याय भनेर एउटा अर्को हुनुहुन्थ्यो त्यो लेडिज टिमबाट पर्नु एकदम विपन्न वर्गको हुनुहुन्थ्यो उहाँले नास्ता खानेर पढ्ने पैसा पनि थिएन उहाँसँग त्यो टाइपको चाहिँ हुनुहुन्थ्यो अहिले चाहिँ उहाँले अब बोल्न त सक्नुहुन्न अब भनेपछि क्वेसन गरेपछि सायद थाहा हुन्छ होला त्यही खोजुराको गाउँबाट चाहिँ आएको त्यस कारणले के भन्छु भने यसमा चाहिँ सरले पनि भन्नुभएको छ सरको छोरा चाहिँ मेसीको छोरासँग पनि खेल्नुहुन्छ है तपाईँले याद गर्नुहोस् फेरि अनि त्यस कारण फोटो पनि छ हामी म फोटो त्यो पोस्ट पनि गर्छु पछि हेर्नु होला बिरबल र भोजराज साई भनेर एउटा टिकटक छ टिकटक धेरैले चलाउनुहुन्छ त्यस कारणले उहाँ चाहिँ मेसीको छोरासँग विप्लव गौतमको छोरा चाहिँ खेल्नु भएको छ जित्नु पनि भएको छ फेरि याद गर्नुहोस् है त्यस कारणले के छ भने यो भन्न खोजेको के हो भने अनुशासित हुनुपर्छ धैर्य गर्नुपर्छ सहनशील हुनुपर्छ गेममा हारिन्छ मेरो छोरो यहीँ हुनुहुन्छ मेरो छोरा एकचोटि हारेपछि निनौरो मुख लाएर आउनुहुन्छ अध्यारो त्यस्तो हार त कति हारिन्छ मेसीले कति हार्यो मेसीको इतिहास पढ्नु भएको छ मेसी कति दुःख गरेर आएको मेसी स्वास्थ्य नै ठिक थिएन उहाँ चाहिँ अपाङ्ग जस्तो हुनुभएको थियो पछि चाहिँ आउनुभयो त्यो टाइपको एउटा चाहिँ इतिहास छ कथा छ होइन त्यस कारणले तपाईँ हामीहरू मिलेर तपाईँहरूलाई हामीले एउटा अभियान चलाएको छौँ यसमा धेरै सरले भन्नुभयो रमाइलो जब तपाईँले रमाइलो हुन छाड्छ तब तपाईँले फुटबल छाड्नुहुन्छ रमाइलो त गर्नै पर्छ मैले नै कतिचोटि मेरो नै दिमागमा ल फुटबल भयो म छोडिदिन्छु भन्ने जस्तो भएको थियो अब कहिलेकाहीँ टर्चर हुन्छ टर्चरलाई चाहिँ सहेर अगाडि बढ्यौँ भने हामी सफल हुन्छौँ अघि नै महासचिवले भन्नुभएको छ 5-7 वर्षपछि अवश्य पनि हामी तपाईँहरू 12 वर्षको हुनुहुन्छ अहिले 5 वर्षपछि 17 वर्ष हुनुहुन्छ 17 वर्षमा कसो न तपाईँहरू चाहिँ एउटा क्लब भनेको त सामान्य कुरो हो तपाईँ नेसनल टिममा पनि अवश्य पर्नुहुन्छ तर त्यसको लागि सरले फेरि अघि पनि म फेरि उहाँकै कुरो राख्छु कोक पनि खानुहुन्न कोल्ड ड्रिङ्क्स त चाहिँ नखाएर होइन चाउचाउहरू नखाएर यो ड्राई फ्रुटहरू चाहिँ बढीभन्दा बढी नगरेर अर्ग्यानिकतिर गयौँ भने आफ्नो स्वास्थ्यलाई ख्याल गर्नु भने पावर आउँछ त्यसको लागि सुत्नु आराम गर्नुपर्छ